आज चाहिँ म तपाईँलाई जादु देखाउँछु है, मेरो जादु। म त जादु पनि देखाउनु थालिसकेँ। यो हेर्नु, खाली प्लेट छ, यो खाली बटुका छ। यो चाहिँ जादुको छडी हो, मेरो जादुको छडी है। यो जादुको छडी हो। अब म तपाईँहरूलाई यहाँ हेर्नु, यहाँ मसँग दुईवटा आलु छ, यहाँ हेर्नु है। यो दुईवटा आलु चाहिँ म यहाँ राख्छु, यहाँ हेर्नु, अरू केही छैन, यहाँ खाली छ, यहाँ खाली छ। यहाँ दुईवटा आलु छ। म यो आलुलाई यहाँ छोपेर म जादु लगाएर यसलाई चाहिँ म प्याजमा प्याजमा चेन्ज गरिदिन्छु हेर्नु है। काली माता अहिले एकचोटि मात्रै गर्दाखेरि केही हुँदैन, चेन्ज हुँदैन, आलु नै हुन्छ। अब म मेरो जादु लगाउँछु। अब हेर्नु, अब म यसलाई निकाल्दैछु। अब निकालेपछि हेर्नु है, मैले पहिले आलु राखेको तपाईँले देख्नुभएको थियो। अब हेर्नु यहाँ के भएर निस्किन्छ मेरो जादुले। ल हेर्नु यहाँ प्याज, ओहो प्याज, आलुलाई मैले प्याज बनाएँ, यस्तो जादु छ। अब हेर्नु, अब फेरि अर्को जादु हुन्छ। यो प्याजलाई म यहाँ छोपेर लसुन पनि बनाइदिन्छु हेर्नु है। हेर्दै जानु होला, म गर्छु, मेरो जादु लगाउँछु। यो प्याज छ अहिले यहाँ हेर्नु, यहाँ केही छैन, यसमा केही छैन, यसमा प्याज छ दुईवटा, यहाँ भनेको बटुको खाली छ। म यो बटुकोले फेरि छोप्छु, यसलाई म फेरि जादु लगाएर चाहिँ म तपाईँको लसुन बनाइदिन्छु हेर्नु है त। कालीमाता कहिले कालीमाता के हेर्नु, कालीमाता लसुन। ल हेर्नु, वाउ लसुन। अब लसुन यसरी चाहिँ जादु देखाउँछु म तपाईँहरूलाई। अब हेर्नु, म यो लसुनलाई तपाईँहरू हेर्दै जानु, यो लसुन भयो। अब फेरि हेर्नु होला, म यो लसुनलाई छोपेर म दुईवटा अन्डा बनाइदिन नि सक्छु। अब हेर्नु, यो दुईवटा लसुन छ, प्लेट खाली, तपाईँहरू बटुको खाली। अब यहाँ हेर्नु, यहाँ राख्छु म, यो बटुकोले छोप्छु। अब फेरि म जादु लगाउँछु, तपाईँ म अन्डा बनाइदिन्छु यसलाई हेर्नु है त। ल हेर्नु, वाउ अन्डा देख्नु, आजको जादु कस्तो लाग्छ तपाईँलाई? वाउ। अब हेर्नु, यो अन्डालाई म दुईवटा चिकन पनि बनाइदिन सक्छु। यो अहिले काँचो अन्डा छ हेर्नु, म यो अन्डालाई चाहिँ यहीँ राखी दुईवटा चिकन बनाइदिन सक्छु। ल हेर्नु है, हेर्दै जानु। फ्राई गरेको चिकन रोस्ट दुईवटा बनाइदिन्छु, त्यसपछि त्यसलाई फेरि म चेन्ज गरिदिन्छु है त। हेर्दै जानु है त। यहाँ खाली छ, दुईवटा अन्डा छ। यो अन्डा त्यति खाने कुरा त आएन, आयो त आएन नि, तपाईँलाई पनि थाहा छ, खाना हुँदैन काँचै। अब हेर्नु है, अब हेर्नु के भयो, ल हेर्नु अन्डा के भयो, वाउ अन्डा। यस्तो हुन्छ जादु भनेको, देख्नुभयो जादु, यस्तो जादु गर्नु छ। भोलि भनेको फेरि भने अर्को आउँछ। हस् त, नमस्ते जादुगर राजकुमार कार्की। यस्तो जादु देख्नुभयो, जादुलाई चाहिँ लाइक गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला।